नमस्ते। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र विराटनगर महानगरपालिकाका उपाध्यक्ष पदमा थिएँ। अहिले हाल यो 13 गते भइरहेको नेपाल कम्युनिस्ट पार्टी माओवादीको महानगर सम्मेलनको म अध्यक्षमा दाबी गरेको छु। अहिले अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएको छ, प्रमुख कारण के हो? किनभने म पहिले उपाध्यक्ष थिएँ, त्यसले गर्दाखेरि उपाध्यक्षले स्वतः अध्यक्ष हुनुपर्छ भनेर त्यसैले म उपाध्यक्षको पदमा उम्मेदवार गरेको छु। महानगरको वर्तमान नेतृत्वप्रति तपाईँको मूल्याङ्कन के छ? सुधार गर्नुपर्ने क्षेत्रहरू कहाँ देख्नुहुन्छ? जस्तै म पहिले यही महानगरको उपाध्यक्ष थिएँ। उपाध्यक्षको बेलामा मैले धेरै स्थितिहरू महानगरमा देखेँ, त्यसमा धेरै सुधार गर्ने कुराहरू छ। त्यसैले म अध्यक्षको दाबी गरेँ। अध्यक्ष पदमा जिम्मेवारी पदमा गएर म सुधार गर्छु भन्ने प्रतिज्ञा गरेको छु। महानगरका युवा पुस्तालाई राजनीतिक र सामाजिक रूपमा सक्रिय गराउने तपाईँको योजना के छ? जस्तै यो हामीले पार्टीमा अहिले बुढाहरूभन्दा पनि नयाँ जोस जागरका मान्छेहरूलाई बढी राजनीतिमा समावेशी गर्नुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैले हामी अहिलेदेखि युवा विद्यार्थीहरूलाई यो पार्टी सङ्गठनमा जोड्नुपर्छ भन्ने मेरो चाहना छ। जनताको विश्वास जित्न तपाईँलाई किन उपयुक्त उम्मेदवार मान्नुपर्छ? मैले सर्वप्रथम त म के भन्न चाहन्छु भने म वरिष्ठ उपाध्यक्ष होइन, वरिष्ठ उपाध्यक्ष कर्मशः फेरि अध्यक्ष बन्नुपर्छ। त्यसैले मैले 81 सदस्यहरूलाई म के भन्न चाहन्छु भने म वरिष्ठ उपाध्यक्ष छु, त्यसैले अध्यक्षको दाबी गरेछु। मलाई लाग्छ स्वतन्त्र प्रतिनिधिहरू मलाई सहयोग गर्नुहुन्छ भन्ने म आशा गरेको छु र वरिष्ठ उपाध्यक्षको नाताले मैले अध्यक्षमा तपाईँहरू सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वासका साथ अध्यक्ष पदमा म के भन्छ उम्मेदवार गरेको छु। हस्, धन्यवाद।